ह्याप्पी दसैँ सबैजनालाई। हाम्रो त दसैँ छैन, सबैजनाले राम्रोसँग मनाउनुहोस् है। ह्याप्पी दसैँ। आज नवमी, भोलि दशमी। The next day. आमा आजको खास भएछ नि त वेदर त आमा दामी दामी दामी। यो उपर देख्दै गरेको चाहिँ भालेढुङ्गा हो गाइस। मजाको देखेछ आज चाहिँ। अब गाइदिनुपर्छ, यस्तै छ, गाइदिनुपर्छ। ल गाइस के छ त, गुड मर्निङ। एकदम यहाँ चाहिँ गाई दुधैछु म चाहिँ बिहानै उठेर। तुम अपने आप को बहुत स्मार्ट समझते हो? समझता नहीं हूँ। अच्छा, बचपन से। र गाइस भर्खर गाई धोएर चाहिँ है चिया पिउँदैछु। गुड मर्निङ गाइस, गुड मर्निङ। र अहिले म चाहिँ एकदमै यहाँ टुप्पामा चढेर चाहिँ तपाईँहरूलाई है पछाडिको भ्यू देखाउनको लागि आइरहेको छु। आनन्दको भ्यू छ। र आजको दिन दशहरा हो, दशमी हो आज। र राम्रो दिन हुने रहेछ हो, वेदर पनि एकदमै बढिया तपाईँहरूले देखिसक्नुहुन्छ। र गाइस तपाईँहरू सबैजनालाई ह्याप्पी दशहरा टु इच एन्ड एभ्री वान। र साथसाथै आज गान्धी जयन्ती पनि रहेको छ। र तपाईँहरू सबैजनालाई हार्दिक शुभकामना। सबैजनाको दसैँ राम्रो होस्। हाम्रोमा आज दसैँ छैन, सो गाइस सो स्याड है। सो अब के गर्नु, तपाईँहरूलाई विस गर्दै बस्नु त हो। पछाडिको भ्यू हेरिहाल्नुहोस्। उसको एक झलक मुस्कान अलग। गाइस आज चाहिँ एकदमै मुस्कान दिएको छ है वेदरले पनि। र गाइस यहाँ देखिसक्नुहुन्छ, यहाँ चाहिँ खेतमा है धानको बाला पनि झुल्दैछ है। अब पाक्नेवाला हो। अब यो आफ्टर दशहरा या दीपावलीको बादमा त धान एकदम पाकेर है हुनेछ। यहाँनिर एकदम देखिहाल्नुहुन्छ तपाईँहरूले हो। अहिले त स्टिल पाकेको छैन धान हो। सो तपाईँलाई जस्ट हरियाली देखाउनु ल्याएको मात्रै है गाइस है। चेक इट आउट। र गाइस यही भन्दै है यो मेरो भिडियोलाई, यो मेरो सानो भिडियो ब्लगिङलाई यही समाप्त गर्छु गाइस। टाटा, बाई बाई।